ल त साथीहरू यो चाहिँ आज सन्जली बजार म घुम्न आएको थिएँ। सन्जलीको टेन्डल हो यो चाहिँ उताबाट आउँदाखेरि चाहिँ यो टेन्डलमा चाहिँ के भन्छन् ढाली भन्ने ठाउँबाट अनि यहाँ आइपुग्छ। अरू सन्जलीको टेन्डल हिँड्न मान्छेहरू थुप्रै छन्। यो चाहिँ यहाँको हो। सन्जली टेन्डल कि ल यहाँ अगाडि हिँड्दै हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो साथीहरू नै हुन्, तर अलिक अगाडि नै पुगिसक्नु भएछ। आज म धेरै पछि आउँदैछु। ल त के हो यतातिर फर्क्यौ न। के हो यता फर्किनु त। के हो क्या फर्किने नि। ओहो ल उहाँहरू चाहिँ हाम्रै साथीहरू हो नि, हाम्रै अनि आएको हो। ल नानीहरू कता जाने हो क्या। अब चाहिँ हामी ढाली क्रस गर्नेवाला छ सन्जलीबाट। जस्ट टेन्डल हामी क्रस गऱ्यो भने ढाली भन्ने ठाउँ पुग्छ। त्यति लामो छैन, छोटै छ टेन्डल चाहिँ, तर हाम्रो नेपालमा भए चाहिँ कति घुमाउरो बाटो बन्थ्यो होला। यहाँतिर चाहिँ टेन्डल हाल्ने चलन छ, त्यही भएर टेन्डल हालेको छ। नत्र भएदेखि यहाँ वरदेखि पर घुम्नुको लागि धेरै टाइम लाग्ने थियो। ल त हामी टेन्डल क्रस गर्नेवाला छौँ। त साथी हो, अब हामीले टेन्डल क्रस गरियो। अब बाँकी यता ढाली टेन्डल यहाँबाट सुरु, अगाडिबाट चाहिँ सन्जली टेन्डल भन्छन्। नमस्ते बाई, अर्को भिडियो मिलौँ ल।